दानालाई कलमी हान्नु भनेर आएको ठिक्क यसको यो बोक्रा फाइनली यसको बोक्रा चाहिँ अब खुर्किसकेको छ। प्लास्टिक र्याप गरेर चाहिँ अब यहाँ माटो हाल्नलाई रेडी भइसकेको छ। लास्टमा हाम्रो कलमी सक्सेसफुल भयो। अब फाइनली आज दानालाई कलमी हान्नु भनेर आएको ठिक्क कस्तो राम्रो के अरे कलमी हान्ने दामी बिरुवा दामी एउटा हाँगा रहेछ। यहाँ अर्को थियो यो भर्खरै हानिसके। यो पनि राम्रो छ, कलमीको लागि राम्रो बिरुवा हो। अलिक ठुलो भएको त्यही कारण राम्रै हुन्थ्यो। अब यहाँ दुईटा हाँगा छ, म यसलाई कलमी हान्ने छु। हेर्नु होला। अब सुरुमा चाहिँ यसलाई के गर्नुपर्छ भने अब ब्लेडले चक्कुले अथवा केले यसको यो बोक्रा खुर्किनु पर्ने हुन्छ। तपाईँलाई म खुर्किसकेपछि देखाउँछु। फाइनली यसको बोक्रा चाहिँ अब खुर्किसकेको छ। अब खुर्किसकेपछि यसलाई अब माटो प्लास्टिक र्यापिङ गरेर माटो हालेर छोप्नुपर्ने हुन्छ। अब यसलाई मलसल मिसिएको कालो माटोहरू यस्तो कालो मल भएको माटो लगाएर कलमी हान्ने हो। यो मल लगाएर अब यो सेतो प्लास्टिकले र्याप गर्नुपर्ने हुन्छ। पहिला हामी यो प्लास्टिकलाई त्यहाँ त्यो बिरुवामा बाँधेर देखाउनेछौँ। प्लास्टिक र्याप गरेर चाहिँ अब यहाँ माटो हाल्नलाई रेडी भइसकेको छ। अब हामी यो प्लास्टिकका माटो भर्छौँ। जुन यो पिल्साको भाग छ, यो पिल्साको भागलाई हामी पुरै माटोले पुर्छौँ। माटोले जोस् हामी यो काटेको भागभन्दा थोरै अलिकति यतिसम्म पुर्छौँ। किनभने अब यो काटेको भागसम्म मात्रै पुर्दाखेरि यो पुरिँदैन। यो नपुरिएपछि यो जुन काटेको यो छालो बोक्रा छ, यो बोक्रा पुरियो भने मात्रै यो बोक्राको साइडबाट जरा आउने हो। त्यसैले अब हामी त्यसलाई पुरिने गरी माटो लगाउँछौँ। फाइनली अब माटो पनि लागिसकेको छ, माटो लगाइसकेको छु। त्यो काटेको भाग ठिक्क पुरिसकेको छौँ हामीले। भाग काटेको थोरै भाग माथि। अब यसलाई हामी फेरि यहाँ कसिलो गरी यहाँनिर बाँध्नेछौँ। त्यस पछाडि हाम्रो कलमी सक्सेसफुल हुनेछ। लास्टमा हाम्रो कलमी सक्सेसफुल भयो। अब हेरौँ, यो 3 महिना पछाडि यो जरा हान्न थाल्छ। यसले लगभग 9 महिना 9 महिनासम्म पछि यसलाई सार्नको लागि पर्फेक्ट हुन्छ। यो एउटा र यो एउटा अहिले भर्खर हानेको हो। अब मिल्दैछौँ हामी अर्को भिडियोमा। अब तपाईँहरूलाई म यसको जरा हानेको र सारेको भिडियो पनि पछि हाल्ने नै छु। अहिलेको लागि यति नै, बाई।